हेलो गाइज, आज चाहिँ डिप्लोमा इन सिभिल इन्जिनियरिङ म्याथमेटिक्स फर्स्ट सेमको लिमिटबाट आउने एउटा महत्त्वपूर्ण इम्पोर्टेन्ट न्युमेरिक प्रब्लम गर्दैछौँ हामी। लिमिट एक्स टेन टु ए अंडर रूट 2x माइनस अंडर रूट 3x माइनस ए डिवाइडेड अंडर रूट एक्स माइनस अंडर रूट एक्स। यो चाहिँ हाम्रो क्वेसन रहेको छ। लिमिट एक्स टेन टु ए 2x माइनस अंडर रूट 3x माइनस ए डिवाइडेड अंडर रूट एक्स माइनस अंडर रूट ए हो है यता इन्टु यो यसलाई चाहिँ माथिको भ्यालु छ नि अंडर रूट 2x माइनस अंडर रूट 2x माइनस ए, यसले चाहिँ हामीले मल्टिप्लाई गर्नुपर्ने हुन्छ। 2x यो माइनस यता छ, उता गयो भने प्लस हुन्छ। 3x माइनस ए यो माथिको भ्यालु छ नि, यसले चाहिँ तल डिभाइड गर्नुपर्छ। अंडर रूट 2a प्लस अंडर रूट 3x माइनस ए इन्टु तलको भ्यालु छ नि 4x प्लस यता माइनस उता गयो प्लस अंडर रूट ए। यो माथिको सेम छ, तल पनि त्यसले डिभाइड गर्नुपर्छ। एक्स प्लस अंडर रूट ए लिमिट एक्स ए। यो चाहिँ अगाडिको हाम्रो चाहिँ ए स्क्वायर माइनस बी स्क्वायरको सूत्रमा छ, फर्मुला युज गरेको छ। फर्मुला जस्तै भएको छ, अंडर रूट 2x माइनस अंडर रूट 2x माइनस ए अंडर रूट 2x प्लस अंडर रूट 2x माइनस ए। यो चाहिँ हाम्रो फर्मुलामा भएको छ। यसमा चाहिँ 2x का होल स्क्वायर माइनस 3x माइनस ए का होल स्क्वायर। हाम्रो पछाडिको चाहिँ अंडर रूट एक्स प्लस अंडर रूट ए, पछाडिको सेम छ। त्यसपछि डिवाइडेड तलको भ्यालु चाहिँ अंडर रूट एक्स माइनस अंडर रूट ए। त्यसपछि तलको भ्यालु चाहिँ हामीले सेम लेख्नुपर्छ। टू एक्स प्लस अंडर रूट 3x माइनस ए, यो भ्यालु छ नि स्क्वायर। त अंडर रूट एक्स माइनस अंडर रूट ए छ, उता अंडर रूट एक्स प्लस अंडर रूट ए, यो पनि ए स्क्वायर प्लस बी स्क्वायरको फर्मुलामा गयो। लिमिट एक्स इन्टु ए, यो चाहिँ हाम्रो 2x माइनसले भित्र माइनसलाई मल्टिप्लाई गर्दा प्लस हुन्छ। 3x प्लस ए, यो चाहिँ हाम्रो पछाडिको चाहिँ अंडर रूट एक्स प्लस अंडर रूट ए सेम हुन्छ है। डिवाइडेड तल चाहिँ हाम्रो एक्स माइनस ए रहन्छ, स्क्वायर काटिहाल्छ, स्क्वायरले रुट काटिहाल्छ होइन। त्यसपछि हाम्रो अंडर रूट 2x प्लस अंडर रूट 3x माइनस ए, यो चाहिँ यता बस्छ। लिमिट एक्स टेन टु ए, हाम्रो 2x माइनस 3x, टू एक्स माइनस 3x के हुन्छ माइनस एक्स मात्र बच्छ प्लस ए डिवाइडेड एक्स माइनस ए। माथि चाहिँ हाम्रो अंडर रूट एक्स प्लस अंडर रूट ए छ, पछाडि त हाम्रो अंडर रूट 2x प्लस अंडर रूट 3x माइनस ए, पछाडि सेमको सेम छ है। लिमिट एक्स टेन टु ए, यो चाहिँ नि माइनसले भित्र मल्टिप्लाई गर्दा प्लसलाई मल्टिप्लाई गर्दा माइनस हुन्छ, माइनसको माइनस हुन्छ। हाम्रो यसलाई मिलाएर लेख्दा पनि हुन्छ। यतिले एक्स माइनस ए, यस माइनसको चिन्ह चाहिँ पछाडि माइनस रहन्छ र भित्र मल्टिप्लाई गर्दाखेरि प्लसलाई माइनस हुन्छ। डिवाइडेड एक्स माइनस 1। त्यसपछि हाम्रो अंडर रूट एक्स प्लस अंडर रूट ए डिवाइडेड अंडर रूट 2x प्लस अंडर रूट 3x माइनस ए, यो भयो। यो चाहिँ काटिहाल्छ हाम्रो। त्यसपछि हाम्रो माइनस
माथि √x प्लस √a रहन्छ। तर चाहिँ हाम्रो √2x प्लस √3x माइनस a हुन्छ। यसमा चाहिँ माइनस हाम्रो x टेन टु a भनेको छ नि, x को ठाउँमा चाहिँ a लेख्नुपर्छ। √a प्लस √a डिभाइडेड तल पनि 2x को ठाउँमा a प्लस 3a माइनस a यो भइहाल्यो। त्यसपछि हाम्रो यहाँनिर चाहिँ माइनस √a प्लस √a हुन्छ हाम्रो 2 √2a हुन्छ होइन, 2 चाहिँ बाहिर आउँछ, माइनसको माइनस a डिभाइडेड हाम्रो तल पनि 2a प्लस यहाँबाट 2a माइनस a गर्दा 2a हुन्छ, 2a प्लस √2a प्लस √2a हुन्छ, 2 चाहिँ कमन आउँछ अनि 2a चाहिँ माथि भित्र रहन्छ। 2 ले 2 काटिहाल्छ, a ले a काटिहाल्छ। यसमा चाहिँ -1 डिभाइडेड 2 यो चाहिँ एन्सर रहन्छ। यहाँनिर एउटा स्टेप के गर्नु पर्यो भनेपछि हाम्रो -√2a डिभाइडेड 2a प्लस 2a यो वाला गरे पनि हुन्छ नगरे हुन्छ। थ्याङ्क यू। म्याथमेटिक्स अरू क्वेसनहरू पनि